हेलो गाइज, दर्शन नमस्ते। म नरबहादुर मरमथाने हजुरहरुलाई स्वागत छ मेरो सानो यो एउटा भ्लगमा। हजुरहरुले राम्रो लाग्यो माया गरिदिनु होला। तपाईहरुको मायाको अपेक्षा गरेको छु साथी हो। सबैलाई दर्शन नमस्ते भन्दै यो तपाईको इभिनिङको है साँझको यो झुल्के घाम भनौं या त्रुनी घाम सँगै हजुरहरुलाई स्वागत गर्न चाहे म मेरो सानो मिनी भ्लगमा। कस्तो लाग्छ हजुरहरुले प्रतिक्रिया दिनु होला। म फेरि पनि यस्तै नयाँ भ्लग नयाँ ठाउँको नयाँ एपिसोडको साथ उपस्थित हुने नै छु साथी हो। ल हेर्नुस्, सल्लिरीको दमार टक्कै लगाउने छन्। एक सालपछि फेरि यहाँ दमारै दमार हुने नै छ। हेलो साथी हो, रमाइलो छ, राम्रो छ। यहाँ घुम्न आउनको लागि आउनुस्, हजुरहरु पनि घुम्नुस्, इन्जोय गर्नुस्। अहिले चाहिँ यहाँ नयाँ हेलो गाइस, दर्शन नमस्ते साथी हो। सन्चै आराम हुनुहुन्छ? कता हो कता? ल हामीहरू अब चाहिँ घरतिर जाँदैछौँ साथी हो। अहिले हजुरहरूलाई कस्तो लाग्यो मेरो यो मिनी भ्लगमा? मेरो यो सानो एपिसोड लिएर हजुरहरूको सामु उपस्थित भएको छु। हजुरहरूलाई कस्तो लाग्यो? आज चाहिँ यतातिर घुमघाममै थियौँ हामीहरू। अब घरतिर जाने कार्यक्रम भइसक्यो। यो चाहिँ हामी घरतिर जाँदैछौँ। ल चल बाबु चल। चल चल तू चल। आउँदैछु म। ल हेलो साथी हो, रमाइलो छ आज घुमघाममै। यता चाहिँ एउटा जिम पनि खुल्न लागेको रहेछ। हजुरहरूले कस्तो लाग्छ? गजब छ, नयाँ महल, नयाँ परिस्थिति।
धेरै घुम्दैछौँ हामीहरू। मलाई धेरै साथीहरूले माया गरिदिनु भएको छ एनबी रोल्पालाई। अझै पनि धेरै माया गरिदिनुहुनेछ भन्ने आशा गरिएको छु र भरोसा पनि छ। त्यस्तै साथीहरूलाई फेरि नयाँ ठाउँ, नयाँ भ्लग, नयाँ मनोरञ्जनको साथ उपस्थित हुने नै छु। आज चाहिँ हामी भाइसँग यहाँ घुम्न आएका थियौँ है। भाइ सुरजसँग सरै घुमघाम गरेर अब चाहिँ जाँदैछौँ हामीहरू। घरतिर जाने बेला पनि भइसक्यो। हजुरहरूको प्यारो साथी एनबी रोल्पा तथा नरबहादुर मरमथानले माया गरिदिनु होला। फेरि पनि म हजुरहरूको यस्तै नयाँ एपिसोडको साथ उपस्थिति नै हुनेछु। मलाई चाहिँ असाध्यै मनपर्ने यो हेर्नुहोस् सल्लेरी पनि हो। यहाँनिर टक्कै मार्केटहरू पनि खुलेका छन् अहिले। ल हेर्नुहोस्, मार्केटहरू पनि खुलेको छ। टक्क साथी हो। फेरि अर्को सन्डेमा भेट हुने बाचाको साथ अहिलेलाई बिदा हुन्छु। हस्त नमस्कार।